हेलो नमस्ते एभ्रिवान एनिस च्यानलमा हजुरहरूलाई स्वागत छ। आज हामी बनाउन सिक्छौँ गजरा। यो चाहिँ 2 टाइपले लगाउन सकिन्छ। यो चाहिँ आज गजराको रूपमा पनि लगाउन सकिए यसरी देखेको जसरी नै, त्यसै गरी लङ वेमा पनि लगाउन सकिन्छ। मैले चाहिँ यो गजरा बनाउनको लागि यो ओलिभियाको फोपलाई लिएको छु भने सेड नम्बर चाहिँ 16 रहेको छ। त्यसै गरी अर्को भनेको चाहिँ अफ व्हाइट लिएको छु। यसको सेड नम्बर भनेको चाहिँ हजुरको 20 रहेको छ। यो पनि फोपलाई नै हो। त्यसै गरेर मैले यो लिएको छु 3 mm को। त्यसै गरेर यो कोचेटोको 3 mm टप स्टिक निडल। त्यसै गरेर अर्को यसलाई चाहिँ अब हामीले पहिला चाहिँ यसलाई हेर्ने यस्तो गरेर यसलाई यस्तो गर्ने, त्यसपछि यसलाई यो हुकलाई यसरी गरेर यसरी देखाएर यसरी तान्ने। ओके, अब यो पछि चाहिँ हामीले चेन बनाउने है। 1 2 3 4 5 6 7 8 9 10 11 हामीले चाहिँ यस्तो गरेर यो चेन चाहिँ टोटल मैले 150 चेन्ज बनाएको छु। हजुरहरूलाई अब कति लाग्छ त्यही अनुसार नै बनाउन सक्नुहुन्छ आफ्नो खुसीले हैन। त्यसपछि अब यो हामीले यो चेन 150 चेन बनाइसकेपछि चाहिँ यहाँबाट गएर यो नेक्स्ट चेनमा गएर चाहिँ हामीले सिंगल क्रोशे गर्ने। यसरी सबैमा इच एन्ड एभ्री स्टिचमा चाहिँ हामीले सिंगल क्रोशे यसरी गर्दै जाने। सबैमा यसरी सिंगल क्रोशे गर्ने। ओके, यसरी हेर्ने। इचमा चाहिँ यसरी सिंगल क्रोशे गर्ने। यसरी बुझ्नुभयो? यसरी इचमा हेर्ने, इच स्टिचमा यसरी जुम पनि गराउँछु। यसमा यस्तो गर्ने, यसरी लिने गर्ने, यसरी लिने। यसो गरेर चाहिँ यो पुरैमा यहाँसम्म चाहिँ पुग्ने है। अनि अन्तिममा यसो पुग्ने है। इच स्टिचमा एउटा सिंगल क्रोशे, सरी देखेको छ यसरी यो लास्टमा यसरी गर्ने। यो भयो। त्यसपछि यसलाई यस्तो गर्ने अनि कट गरिदिने। ओके, ल यो भएपछि है त यसरी भयो है त। यो चाहिँ छोड्ने, यहाँबाट चाहिँ स्टार्ट गर्ने। यहाँबाट है यस्तो गर्ने। पहिला चाहिँ यसले यस्तरी गर्ने भयो। यसलाई चाहिँ यसरी तान्ने। तानिसकेपछि 1 2 3 चेन गर्ने। त्यसपछि सेम स्टिचमै 1 डबल क्रोशे, 2 डबल क्रोशे, 3 डबल क्रोशे, त्यसपछि 4 डबल क्रोशे। 4 डबल क्रोशे बनाइसकेपछि यसलाई यतिकै गर्ने। त्यसपछि अब यो अघि हाम्रो 1 2 3 चेन थियो नि त। 3 चेनको स्पेसबाट चाहिँ यसलाई यसरी निकालेर यहाँ यसरी ल्याउने। अब त्यसपछि 1 2 3 गऱ्यो। त्यसपछि सेम स्पेसमै हामीले यसरी स्लिप स्टिच गर्ने। फेरि अब अर्को नेक्स्ट स्टिचमा गएर स्लिप स्टिच गर्ने। त्यसपछि
1 2 3 फेरि 3 चेन लिने त्यसपछि हामीले 4 वटा डबल क्रोसे गर्ने 1 2 3 4 यसरी गर्ने यसलाई यति गर्ने फेरि आएको 1 2 3 3 चेनको माथि टपबाट चाहिँ यसलाई यसरी तान्ने यसरी गर्ने त्यसपछि 1 2 3 3 चेन लिने फेरि सेम स्पेसमै अघिकै हामीले सेम डबल क्रोस 4 र डबल क्रोसे बनाएकै स्पेसमा चाहिँ यसरी सेम स्पेसमै यसरी तान्ने त्यसपछि स्लिप स्टिच गर्ने फेरि नेक्स्टमा जाने यसलाई पनि हामीले वर्कमा एड गर्दै जान्छौँ स्लिप स्टिच गर्ने त्यसपछि 1 2 3 गर्यो हामीले चाहिँ इच एन्ड एभ्री स्टिचमा चाहिँ एउटा पफ बनाउँदै जान्छौँ है पफको लागि चाहिँ 4 एउटा चाहिँ यो 3 चेनवाला एउटा डबल क्रोसे भयो अनि 4 वटा डबल क्रोसे भनेको 5 वटा चाहिँ लिन्छौँ हजुरहरूले कति योभन्दा धेरै पनि राख्न सक्नुहुन्छ योभन्दा थोरै पनि राख्न सक्नुहुन्छ ओके यो 2 डबल क्रोसे भयो त्यसपछि 3 डबल क्रोसे अनि 4 डबल क्रोसे यो शुद्ध 5 भयो त्यसपछि हामीले 3 चेनको स्पेस माथिबाट यसरी एउटा लिने 1 2 3 यस्तो गर्ने त्यसपछि सेम स्पेसमै चाहिँ यसरी यसलाई लिने अनि स्लिप स्टिच गर्ने चाहिँ इच एन्ड एभ्री स्टिचमा चाहिँ यस्तो पफ बनाउँदै जाने ओके हेर्नु है त अब हामी लास्टमा आइपुग्यौँ अनि अघि हामीले यो छोडेको थियौँ नि यसलाई चाहिँ यसरी वर्कमा एड गर्ने यो गरिसकेपछि हामीले यो सियोले गरिराख्नु परेन अब चाहिँ हाम्रो नेक्स्ट स्टिचमा चाहिँ स्लिप स्टिच गर्ने ओके यसरी स्लिप स्टिच गर्ने त्यसपछि 3 चेन 1 2 3 चेन गर्यो त्यसपछि सेम स्पेसमै 4 वटा डबल क्रोसे 1 2 3 सिकेर चाहिँ हजुरहरूलाई सजिलो होस् भनेर चाहिँ यो प्याटर्न चाहिँ मैले यो ट्युटोरियल भिडियो चाहिँ मैले लिएर आएको हो है त ल यो लास्ट भयो नि त यसमा चाहिँ 2 3 ओके त्यसपछि यसमा पनि 4 डबल क्रोसे 3 चेन पछि 2 भयो 3 4 ओके अब लास्ट भयो यसलाई यस्तो गर्ने अनि त्यसपछि टपमा थर्ड चेनको टपबाट चाहिँ इन्सर्ट गरेर यसलाई यसरी पुल गर्ने अनि त्यसपछि 3 चेन लिने त्यसपछि स्लिप स्टिच गरिदिने त्यसपछि हाम्रो कम्प्लिट भयो ओके साथीहरू ल यसरी कम्प्लिट भइसकेपछि चाहिँ सरी अब यसलाई चाहिँ कट गरिदिन्छौँ यसरी भयो है त यसले चाहिँ हामीले टपस्टिक निडलको सहायताबाट चाहिँ यसरी चाहिँ गर्ने फेरि सेम यसलाई नै चाहिँ यसरी लिने त्यसपछि यसलाई यसरी यता हाइड गरिदिने यसलाई यसरी भयो फेरि सेम यसलाई फेरि यताबाट यसरी रिटर्न गरिदिनु भयो भने चाहिँ यसलाई चाहिँ नट पारिरहनु परेन यो फुस्किने चान्सेस चाहिँ एकदमै कम हुन्छ
यसरी गर्दै जानुभयो भने चाहिँ ओके गरे ल अब यसलाई चाहिँ कट गरिदिने ओके यसलाई पनि सेम गर्ने है यसरी चाहिँ रेडी भयो है यो चाहिँ पहिले उसको फिनिसिङ गरिदिउँ यसको के ल कस्तो भयो त साथीहरू ल यसरी यसलाई चाहिँ धेरै तरिकाले लगाउन सकिन्छ यसलाई चाहिँ अब यसलाई भनेको चाहिँ अब हामीले के गर्नुपर्छ यसरी चाहिँ एसेम्बल गर्नुपर्छ होइन हामीले बनाउनलाई चाहिँ तर यसलाई चाहिँ कसरी भने यसरी यो मैले 150 चेनमा चाहिँ गरेको होइन यसलाई यस्तो भयो भने आज यसरी पनि यत्तिकै पनि लगाउन मिल्यो यसरी होइन यो यत्तिकै भयो अनि यसमा चाहिँ यस्तो ठ्याक्क हामीले यसलाई यसरी इन्सर्ट गर्यो अनि त्यसपछि क्लिप यस्तो गरेर यत्तिकै पनि यसरी पनि लगाउन मिल्यो है साथीहरू यसरी यत्तिकै पनि कपालमा यसरी सिउरेर लगाउन मिल्यो ओके यस्तो गरेर पनि अब यो नभइकन यसलाई चाहिँ अब एसेम्बल गरेर भनेको चाहिँ अब हामीले चाहिँ यसलाई चाहिँ सिलाउनु पर्छ है मैले चाहिँ यो 120 चेन बनाएँ है चेन बनाएर यसलाई चाहिँ मैले कट गरेँ यो चाहिँ यसलाई चाहिँ एसेम्बल गर्नलाई चाहिँ हामीले सिउनु पर्यो है त हेर्नु है त साथीहरू अब चाहिँ यो चाहिँ कसरी एसेम्बल गर्ने यो अघि त हामीले अब यसरी बनायो यसलाई कसरी एसेम्बल गर्ने भनेर भन्दाखेरि चाहिँ यो चाहिँ हामीले अब यसरी बटारेको यो जुन छ नि यसलाई यसरी 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 आफूले मिलाएर यसरी बटार्ने अनि त्यसपछि मैले चाहिँ अघि 120 चेन लिएको थिएँ नि त त्यही 120 चेनलाई चाहिँ मैले यसरी यसरी सियोमा राखेँ सियोमा राखिसकेपछि चाहिँ हाम्रो यो त मोटो छ नि त चेन लिएको त्यही भएर अलि ठुलोवाला पालमा चाहिँ हामीले हेरेर यसरी यहाँबाट यसरी सिउने है यसरी सिउसकेपछि अब यो यसरी यसरी त मिल्नु पर्यो यो मिलेको ठाउँमा फेरि यसरी आफूलाई कसरी मिल्छ सब कुरा आफ्नै हो के अनि यहाँ कसरी मिलेको जस्तो लाग्छ हेर्नु त है अब यो मिल्दै गयो नि आफै अब यो मिल्दै गएको ठाउँलाई चाहिँ नफुस्कियोस् भन्नको लागि न हो अनि त्यसपछि यसरी यसरी मजाले सिउने ल हेर्नु अब यहाँ सियो अब यो पनि यता आयो होइन यसलाई पनि यसरी सिउने यस्तो गर्दै देख्नुभयो ए यसरी यो पुरै सिउँदै जाने जुन जुन मिल्दै आउँछ त्यो त्यसलाई सिउँदै जाने अब यो यसरी मिल्दै आयो यसरी है अब यो पनि यसरी मिल्दै आयो ल हेर्नु यसरी बनाउँदै जाने यो पुरै ओके यसरी ल भएन त साथीहरू ल यसरी हजुरहरूले बनाउन सक्नुहुन्छ अनि यसको ट्युटोरियल चाहिँ हजुरहरूलाई चाहिन्छ भने कमेन्ट गर्न सक्नुहुन्छ यसको चाहिँ म नेक्स्ट भिडियोमा चाहिँ बनाउने छु ओके अब यो भनेको हजुरले कसरी राख्ने अब यसरी राख्ने कि यसरी राख्ने कि राख्दै नराख्ने कि जे पनि गर्न सक्नुहुन्छ भिडियो हजुरलाई राम्रो लागे लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनुहोला अहिलेसम्म अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच एभ्रिवान यसै गरी माया गरिदिँदै गर्नुहोला कस्तो लाग्यो हजुरहरूलाई भिडियो मलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ नेक्स्ट भिडियो वेट गर्दै गर्नुहोला थ्याङ्क यू सो मच एभ्रिवान फर वाचिङ